तिमीसँग त मेरो कुराकानी यत्तिकै सुरु भएको थियो नि, जस्ट हाई हेलोबाट, हाल खबरबाट। हामी बीच डेली कुराकानी हुने खालको कुनै नाता पनि थिएन नि। हामी केवल एक अर्कासँग कुरा मात्रै त गर्थ्यौँ। हामी बीच यस्तो थिएन कि उसले नै मलाई मिस गर्ने र मैले नै उसलाई मिस गर्ने। नबोल्दा केही फरक पर्थेन, हामी दिनभर नबोली पनि बस्न सक्थ्यौँ। हामी कोही कसैबाट जति बस्ने कोसिस गरे पनि एक न एक दिन उसको बानी लाग्नु त सामान्य नै थियो नि। कुरा गर्दा गर्दै म पनि तिमीसँग बानी पर्न थालेँ। तिमी नबोल्दा टेन्सन हुन थाल्यो। म तिमीलाई स्पेसल बनाउने कोसिसमा लाग्न थालेँ। तिमी त पहिले चाहिँ नर्मल थियो मसँग। मलाई आफ्नै कारणले तिम्रो क्लोजनेस चाहिएको थियो। पहिले त कुरा सकिँदा केवल रात बित्थ्यो, अब त तिम्रो याद पनि आउन थालेको थियो। तिम्रो हरेक बोली पनि सामान्य लाग्दैन थियो। मलाई कता कता काउकुती लागे चाहिँ फिल हुन्छ। पहिले पहिले नै हामी बिच यसरी नै कुरा हुन्थ्यो, तर यो फिलिङ्स थिएन त्यस बेला। अब त तिमीलाई जिस्काउने र तिमीसँग बोल्ने अनेक बहाना खोज्न थालेको छु। सपनामा सम्म आजकल तिमी नै आउन थालेको छौ। मायामा यति धेरै बेचैनी किन हुन्छ? तिमीलाई थाहा नपाउँदै तिमीलाई गुमाउने डर लाग्न थालेको छ। एउटा साधारण बोलीचाली कहिले मायामा बदलिन्छ थाहै नहुने। त्यो हलुका साथ मिठो थियो र यो गहिरो फिलिङ्स अझै मिठो लाग्न थालेको छ मलाई। के तिमीलाई पनि मलाई जस्तै हुन्छ?